1 2 3 यो फ्लिपको पछाडिको सिक्रेट के हो भ्लग अन्तिमसम्म हेर्नु होला। आलु बोइल गर्न राखेर मिल्क ल्याउन गए। दुध पनि भुक्यो, यसलाई अशुभ मानिन्छ रे गाइस। बचेको मिल्कलाई तताए। अब धनिया र हरियो खुर्सानी काट्दै, त्यसपछि पिठो अनबक्स गर्दै हल्का पिठोमा नुन पनि राख्यौं। पिठो मुस्नको लागि तयारी। पिठो मुछेर तयार। यता शिवराज भाइले लसुन र अदुवा काट्दै आलु पनि बोइल भयो। आलुको बोक्रा निकाल्दै त्यसपछि शिवराज भाइले यो सिक्रेट मसला बनाउन थाले। साइडमा क्रिकेट वर्ल्ड कप हेर्दै मसलाहरू एड गर्दै। त्यसपछि शिवराज भाइको सिक्रेट मसला पनि एड भयो। पुरै हरियो हरियो भएको छ। अब सबै रेडी भयो। घिउ तताउनको लागि राख्यो। शिवराज भाइले भने आज म खुवाउँछु आलु पराठा हजुरलाई। त्यसपछि बेल्न थाले। अब यो गयो आलु पराठा तावामा। मैले घिउ लगाउँदै सेक्दै गरे। भाइले यता पर्फेक्ट फ्लिप गराइदिनु भयो। आलु पराठा अब रेडी भयो। अब दुधसँग तातो तातो आलु पराठा इन्जोय गर्दैछौँ। कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। थ्यांक यू गाइस फर वाचिङ। स्टे ट्युन।